हेलो हेलो सबैजनालाई नमस्कार भन्न चाहन्छु। सेवा रोड ढोकदिया कमल नेपालको तर्फबाट म एउटा कुरो गर्न गइरहेको छु हैन। सबैजनाले लाइक गरिदिनु होला, फलो गरिदिनु होला, सेयर गरिदिनु होला, माया गर्नु होला, सपोर्ट गर्नु होला भन्न चाहन्छु है। मैले जति जानेको छु, जति बुझेको छु त्यति बोल्न गइरहेको छु। सबैजना माया गर्नु होला, सपोर्ट गरिदिनु होला, सरकारबाट पुर्याइदिनु होला भन्न चाहन्छु। ओके, बालुन्सेको सरकार ढाल्दिन्छु भन्छन् है नेताजीहरू सबै के छोरी मान्छेको मुखबाट त्यही सुनिन्छ, नेताजीको मुखबाट त्यही सुनिन्छ। जतिजना 6 वर्ष 7 वर्ष प्रधानमन्त्री भयो नि तिनीहरूको मुखबाट ढाल्दिन्छु म यसको ढाल्दिन्छु भन्छ कि बालेन्सले के ढालको कम्पनी खोलेको छ कि के हो र ढाल्दिन्छु भनेको कुरो मैले बुझ्न सकिनँ कि साथीभाइ है। ढाल्दिन्छु बालेन्सियाको कम्पनी ढाल्दिन्छु भन्छ हैन। के ढाल्दिने रहेछ बालेन्सियाको? म बुझ्नु बुझ्न के ढालको कम्पनी खोलेको छ बालेन्सियाले? पहिलाको प्रधानमन्त्री हेरे चाहिँ केपी ओलीले, प्रचण्डले, शेरबहादुर देउवाले अनि त्यो अरू चाहिँ हेरले चाहिँ ढालको कम्पनी खोलेको रहेछन्। उनीहरूले चाहिँ ढाल्नै नपर्ने अनि बालेन्साले, रवि सरले, गृहमन्त्रीले होइन यति राम्रो काम गरिराखेकोलाई चाहिँ ढाल्दिन्छु त्यसको भनिदिने। आफू पनि गर्न नसक्नु, गर्नेलाई पनि गर्न नदिनु, खुट्टो तान्ने काम गर्नु, दुनियाँलाई पैसामा बोल्न लगाउनु है, आक्षेप लगाउनु, आफू पनि गर्न नसक्नु, अर्कालाई गर्नेलाई पनि गर्न नदिनु। त्यही त हो नि है सरकारको काम। बुढो गाईले बुढो गोरु अगाडि चाहिँ गरे जस्तो गरेर बस्ने, कुर्सी मात्रै उगार्ने, एउटा माखो मार्न नसक्ने, एउटा झिङ्गो मार्न नसक्ने र पनि मलाई सरकार चाहियो भन्ने बालेन्सले कुरो सुनिदिनु पर्ने। पहिलेका बुढापाकाहरू जनताहरूले कुरो बुझ्दैनथे, जान्दैनथे, जसो गर्दा पनि मानेका थिए। तर अहिलेका युवतीले मान्नेवाला छैनन्। कुन मान्छेले राम्रो काम गर्दैछ, कुन मान्छेले नराम्रो काम गर्दैछ त पुरा न्यालिराखेको छ। 3 करोड जनता साथमा छन् बालेन्साको, रवि सरको, गृहमन्त्रीको साथमा। हामी जिन्दा छौँ। जतिसम्म हाम्रो सास रहेछ उतिसम्म हामीले साथ दिन तयार छौँ। र गरिब दुखीका छोराछोरीलाई फ्रीमा पढ्नेको वितरण हुनु पर्यो। गरिब दुखीका छोराछोरीले फ्रीमा दबाई पानी खान पाउनु पर्यो हस्पिटलमा। र वडामा जिल्लामा एक-एकवटा गाडी हुनु पर्यो। जे परेको कुराहरू हामी बालेन्सलाई सहयोग गर्न तयारी छौँ। 2-4 जना भुक्दैमा, 2-4 जना भाषण सुनाउँदैमा, 2-4वटा टुक्क गर्दैमा हुनेवाला केही छैन। अब बालेन्सको हातमा देश आयो, रवि सरको हातमा आयो, गृहमन्त्रीको हातमा आयो नि। अब नेपाल जो हरियाली हुन्छ पुरा विदेशीको जस्तो चाहिँ विदेश जस्तो मग